नमस्कार, सम्पूर्णमा होलीको धेरै धेरै शुभकामना छ। होली नेपाली जनता र नेपालको हाम्रो एउटा रीतिरिवाज संस्कृति र पहिलेदेखि चलिआएको एउटा चाडपर्व हो। हामीले मनाउँदै आइरहेको प्रत्येक वर्षमा एकचोटि आउने यो फागु पूर्णिमा होलीको दिनमा आफ्ना मनका खुसीहरू बाँड्दै एक अर्काले कलर लगाउने, होलीको धेरै धेरै सबै सम्पूर्णमा शुभकामना दिने, मनोरञ्जनहरू गर्ने आजको यो दिनमा सबै नेपालमा रहनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइ तथा बुवाआमाहरूलाई होलीको धेरै धेरै शुभकामना छ। ह्याप्पी होली भन्न चाहन्छु र व्यस्त रहनुहोला, खुसी रहनुहोला, झै झगडा नगरिकन आफ्नो शान्तिसँग आफ्नो संस्कृति अनुसार र आफ्नो क्षमता अनुसार यो चाड मनाउनु होला। होलीको सबैलाई शुभकामना छ र यस होलीको उपलक्ष्यमा म विदेशबाट भए पनि 2-4 शब्दहरू यसमा बोल्न चाहन्छु। सुरुदेखि अन्तिमसम्म सुनिदिनु होला। देश तथा विदेशमा होलीको एकदम सबै दाजुभाइ तथा दिदीबहिनीहरूले मनाउँदै आउनुभएको छ। अहिले विदेशमा पनि नेपाली दाजुभाइ दिदीबहिनीहरूले धेरैले आफ्नो संस्कृति भुल्न नसकेर आफ्नो देश र संस्कृति चाडपर्वहरू सबै सम्झेर उहाँहरूले पनि विदेशमा होली पर्व मनाउनु भएको छ। खुसीसँग मनाउनु होला, झै झगडा नगर्नु होला भन्न चाहन्छु र यसै होली पर्वमा आज म तपाईहरुलाई 1-2 मेरो तर्फबाट होलीको लागि केही गीतहरू गाएर सुनाउँदैछु। सुनेर साथ दिनु होला भन्न चाहन्छु। मलाई तिमी माछीलाई खोलीको शुभकामना छ सबलाई होलीको ससुरालीमा। ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा। माछीलाई खोलीको शुभकामना छ सबलाई होलीको ससुरालीमा। ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा। ख्याल ख्यालमै दिल बस्यो। देशमा रोनक आउँदा नि होलीको विरोध गर्न छोडेनन् होलीको ससुरालीमा। ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा। आउँदा नि होलीको विरोध गर्न छोडेनन् होलीको ससुरालीमा। ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा। ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा। नमस्कार सम्पूर्णमा। यो होलीको मनोरञ्जनपछि, यो होलीको रौनकपछि र यो होलीको रमाइलोपछि म तपाईहरूलाई एउटा ब्रेकिङ न्युज पनि सुनाउन चाहन्छु। ध्यान दिएर सुनिदिनु होला। हिजो काठमाडौँको बसन्तपुरमा मनाइएको होली पर्वमा देश तथा विदेशका पर्यटकहरू समेत होली मनाउँदै खुसियाली बाँड्दै गरेको भिडियो विभिन्न युट्युब तथा सामाजिक सञ्जालहरूमा देखियो र यस होली मनाउने कार्यक्रममा होली पर्व मनाउँदै गर्दा नेपाली जनताहरूले केपी चोर देश छोड राजा आऊ देश बचाऊ गणतन्त्र मुर्दाबाद राजतन्त्र जिन्दाबाद भनेर नारा लगाइरहेको केपी शर्मा ओलीले सुनिसकेपछि उनले आफ्नो सास रौन्जेलसम्म पनि यो देशबाट गणतन्त्र हट्न नदिने, यदि कसैले राजालाई कुर्सीमा राख्छ, राजालाई कसैले यदि सत्ता दिन्छ नेपाली जनताले भने आफू भोकै अनसन बस्ने उहाँले जारी गर्नुभएको छ।